बाटोमा ल हामी चाहिँ मेन आउनुको नाङ्गुते रुख साथी। अनि अहिले मैले ठेलेर मलाई पेली लग्यो भने निस्किनु न एक दुईजना मोटीहरू। ल त यस्तो छ गाइस। ल बल्कर 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 गम न गम गम न गम अहिले कस्तो दामी ठाउँ साथीहरू। गीतै आउँदैन क्या एकछिन म निस्कौँ त। ल साथीहरू हाम्रो चाहिँ हालत यस्तो छ। राम्रो बाटो चाहिँ सक्यो क्या हाम्रो राम्रो बाटो यहाँसम्म हो। यहाँदेखि त चाहिँ कच्ची रहेछ क्या। अनि अब यसरी म चाहिँ यसरी रनिङ गर्दै एकजना अब चढ्नु त जाम लगभग अब चाहिँ हामी बान्तवा मेडिकल हल अरे भाइ। लगभग अब चाहिँ हामी त थुम्कीतिर बाटो मोडिँदैछ साथीहरू।
गर्ने गाइस। पछि यसरी ए आजको हाम्रो यात्रा चाहिँ बद्दाल साह्रै बिजोग गरी साथीहरू दुईजनाहरू कराउँदैछ है। ल यस्तो छ साथीहरू, यस्तो छिटो हिँडौँ न, छिटो छिटो छिटो। बिच बिचमा यसरी हामी चाहिँ निस्किँदै हिँड्दै बाटो अप्ठ्यारो भएको कारणले। हजुर हामी मोटाएको छौँ, त्यही भएर एक्सर्साइज क्या एक्सर्साइज। आजको हाम्रो बिजोग साथीहरू यसरी ए यता हिँडेर आउँदैछन् है मेरा प्यारा प्यारा साथीहरू। हामीलाई चाहिँ हिँडाएर बाटै खतम छ क्या साथीहरू। अनि यसरी चिउरी भन्ज्याङ यही हो, चिउरी भन्ज्याङ। ल चिउरी भन्ज्याङ चिउरी भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ हामीहरू साथीहरू। साथीहरू अहिले चाहिँ हामी चिउरी भन्ज्याङ भन्ने ठाउँमा छौँ। फोटो खिच्छु साथीहरू। अहिले चाहिँ हामी यो के भन्ने ठाउँ अरे चिउरी भन्ज्याङ भन्ने ठाउँमा छौँ। चिउरी भन्ज्याङको स्कुलमा ठ्याक्कै छौँ। अब चाहिँ त्यो पुग्न धेरै छैन, देखाउने छु हजुरहरूलाई, हेर्दै गर्नु होला। हाम्रो चाहिँ यहाँ चटपटे बन्दैछ क्या, अनि चटपटे बसेर बसेको। अनि अब देखाउँछु म हजुरहरूलाई। ल चटपटे रेडी भयो। हामीले देखाएको त अहिले हामी ल हामी चाहिँ अब यहाँबाट जानुपर्ने हुन्छ साथीहरू। ल जाम ल साथीले चस्मा सहित अब लागेको। अब हाम्रो चाहिँ भयो है चटपटे बोकेर हिँडेको। ल अब कति 3-4 मिनटमा पुगिन्छ। 3-4 मिनट 3 र 4 कति हुन्छ? 7। आज हाम्रो बिजोग साथीहरू बाटोभरि ब्लक ओर्लदै निस्किनु। आज हाम्रो यो के हो यो? अब टाइम लाग्ने भयो। शिला दिदी माथि हेर्नु न, अस्ति शिलाले पेले जस्तै क्या माथि हेरेर त्यो के भन्छ माथि हेरेर क्या पेले जस्तै। हामीलाई ढिलो भयो भाइ, चटपटे छिराउँदै गर्छौँ। चटपटे छिराउँदै गर्छौँ हामी। खानु न, गाडी छिराउँदै गर्नुहुन्छ अरे, हामी चटपटे छिराउँदै गर्छौँ। सिसी फ्याक के भन्छ? चटपटे त मिठो तर। ल साथीहरू फाइनली हामी चाहिँ तो थुम्कीको
गेटसम्म आइसकेको छौँ। तोपथुम्कीको गेटसम्म आइसकेको छौँ। अब यो गेटबाट छिर्नुपर्ने हुन्छ। हजुरहरू हेर्दै गर्नुहोला, यस्तो दामी ठाउँहरू छ यहाँ। यो गेट हो है, यहाँबाट तोपथुम्की जानुपर्ने हुन्छ। हाम्रो अटो चाहिँ यहाँ राखेको छ अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ। गाइस हेर्दै गर्नुहोला, यस्तो छ है गाइस। हिँड्न गाह्रो। हामीहरू कस्तो ठाउँमा घुम्न आयौँ क्या आज। हजुर तल खै हेर्नु न, सानो छ थाहा छैन। ओइ पात्नु पो छ्या, पुरेक पुरेक पात्दै हिँड्दैछ अहिले। तेरेको ओइ के हो यो? ओइ के गरेको यो? स्टाइल देखाउँदैछ त। यस्तो छ हामी घुम्न आएको ठाउँ चाहिँ। Oh my God. यस्तो उकालो ठाउँ साथीहरू। हामी चाहिँ भाइरल ठाउँमा आएको छौँ क्या। भाइरल ठाउँमा तोपथुम्की भन्छ। यो चाहिँ हाम्रो मोरङको। उकालोमा हिँड्ने बानी हटेपछि गाह्रो हुँदो रहेछ हौ हिँड्न पनि। ल यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ है साथीहरू। हाम्रो ड्राइभर दाइ चाहिँ त ल पुगेर डुलेर आइसक्नु भयो। हामी चाहिँ यहीँ छौँ साथीहरू। ओइ उता त नजाउँ हो, यस्तो भिड छ। राम 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 राम। ल हामी चाहिँ मेन आउनुको हाम्रो रिजन नै यही ठाउँमा फोटो खिच्नलाई आएको। तर कस्तो हुसु लागेरै भएन क्या साथीहरू। ठ्याक्कै ल नसोचेको घटना घट्यो अरे क्या। यस्तो ठाउँ छ। हामी चाहिँ यहाँको शीतल हावा खानु आएको है हामी चाहिँ। ल अब यहाँ चाहिँ फोनहरू यस्तो रमाइलो भयो साथीहरू। रमाइलो चाहिँ तर एकदम क्या ठाउँ चाहिँ आउँदा चाहिँ साह्रै नमजा गरी हिँड्नु पर्यो। म चाहिँ यहाँ जाँदैछु, भाउजू पछाडि आउनुहुँदैछ, साथीहरू चाहिँ तल जाँदैछ। अनि हाम्रो टेम्पो ड्राइभर चाहिँ अगाडि गइसक्नु भएको छ। अब चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ गाइस। रमाइलो भयो। कहिलेकाहीँ जिन्दगीमा घुम्नु पनि पर्छ है। कति घरमा काम गर्ने बस्ने होइन। यसरी कहिलेकाहीँ डुलो भन्ने फ्रेस हुन्छ एकदम। सबै कुरा भुलेर टेन्सन साफ। कहिलेकाहीँ चाहिँ यसरी निस्किनु पर्ने हुन्छ। आफ्नो दिमागलाई पनि कहिलेकाहीँ चाहिँ यस्तो कस्तो भनौँ एकदमै क्या। यसरी बाहिर निस्क्यो भने रमाइलो हुने है। सबै कुरा भुलेर एकदम इन्जोय, दिमाग एकदम माइन्ड फ्रेस हुने क्या साथीहरू। र साथीहरू हामी चाहिँ घुम्यौँ, रमाइलो गरौँ। अब यो तोपथुम्कीलाई बाई बाई गरेर हामी चाहिँ जानुपर्ने हुन्छ साथीहरू। एकदमै रमाइलो भयो। हाम्रो टेम्पो रेडी छ। ल हामी चाहिँ छिटो जाऊँ ल। ल चल चल, म त एकैछिनमा खालत ल बाई बाई।